हेलो हेर्नुहोस् चाहिँ आज चाहिँ केरलमा जाने आँटेको। यहाँ हाम्रो भाइ चाहिँ मेन लिड गिटार हो होइन, एकदम दामी बजाउँछ। आजको केरलमा एकदम राम्रो बजाउनु हुने भाइ नै उहाँ हुनुहुन्छ है। अब हिँड्नै आँटेको, यहाँनिर प्र्याक्टिसहरू चलिरहेको छ हो, देख्नु सक्नुहुन्छ यहाँ हो। अब क्यारल खेल्नु जाने अरे होइन, क्यारल खेल्न जाउँ नाना। त्यही त हो, अहिले त फ्रेस छ नि नाना हो, दिउँसो चाहिँ पुरा साह्रो पार्छ बिमारले। हामी चाहिँ अब हेर्नु आँटेको क्यारल सिङ्गिङ गर्नु होइन। अब घरबाट हिँड्नै आँटेको होइन, हाम्रो टिमहरू यहाँनिर बुबुहरू पनि हुनुहुन्छ। गएको ल मम्मी, अहिले आउँछौँ नि। उज्यालो त हुँदैन होला मम्मी। म चाहिँ यता सिक्किममा छु होइन, बहिनीको घर आएको, त्यो भएर चाहिँ आज चाहिँ क्यारल खेल्नु जानुपर्छ भनेर बस्नु ल भनेको थिएँ होइन। त्यो भएर चाहिँ अहिले जाँदैछु म। यस्तोहरू सबै बोकेर हिँड्नु पर्दो रहेछ यतातिर होइन। हेर्नुहोस् है, यहाँतिरको भ्यूहरू चाहिँ यस्तो छ, देख्नु सक्नुहुन्छ। यहाँ चाहिँ म छु अनि पछाडि बुबुहरू आउनुहुँदैछ हो। हामी बेसी छैन आज, यहाँबाट जाने 10 जनाहरू जस्तो छौँ है हजुर। अन्त यहाँ चाहिँ हाम्रो भाइ आज क्यारल खेल्नु जाँदैछ होइन। यसो भाइलाई कस्तो लागिरहेछ, यस्तो 1-2 शब्द राखिदिनुहुन्छ भनेर आशा गरेको छु है। मलाई चाहिँ आज एकदमै खुसी लागिरहेको छ अनि परमेश्वरको है सन्देशहरूलाई सुनाउन गइरहेको छ यो शनि राततिर है। त्यसै कारण म चाहिँ एकदमै खुसी छु। आज रमाइलो गर्नुपर्छ है। आज हामी प्रभु जन्मेको, परमेश्वर जन्मेको खुसियालीमा सुसन्देश सुनाउनुको निम्ति जाँदैछौँ है। एकदम अर्थपूर्णको साथमा हुन सकेको होस् भन्न चाहन्छु है। थ्याङ्क यू भाइलाई पनि। लु अब हामी सबैजना जाने आँटेछौँ, कसै स्कुटीमा कसै गाडीमा। 1-2 शब्द राखिदिनुहुन्छ बुबु तपाईँको ब्लगमा। हजुर, म चाहिँ के भन्न चाहन्छु भने हामी चाहिँ 2025 को 25 क्रिसमस अब हामी मनाउन गइरहेछौँ। अस्ति 25 मान्यो, अब 26-27 हामी क्यारल घुम्दैछौँ। 30 तारिक चाहिँ घुम्छौँ होला साथीभाइ हो। 7 दिन होला, तपाईँले पनि हेरेर प्रत्युत्तर दिनु होला, कमेन्ट गरिदिनु होला हाम्रो क्यारल ग्रुपलाई। म चाहिँ यति भन्न चाहन्छु। हुन्छ, थ्याङ्क यू बुबुलाई है, हामीलाई 1-2 शब्द राखिदिनु भएकोमा। अन्त यहाँनिर छ बहिनीहरू है। बहिनीहरूकोबाट पनि केही छ कि भन्नुपर्ने? मेरो च्यानललाई पनि मतलब मेरो पेजलाई पनि फलो गर्नुहोस्। मेरो पनि छ एन्जेलिना राई, मेरो प्रमिना राई छ। म यसको माथि उयो राखिदिन्छु बहिनीहरूको उयो है च्यानलको नामहरू। प्लिज तपाईँहरूले फलो गरिदिनु होस्। अनि तपाईँहरू सबैजनालाई ह्याप्पी क्रिसमस भन्न चाहन्छु। अनि यतिखेर भने चाहिँ हामी क्यारलको निम्ति हामी निस्किँदैछौँ है। अनि तपाईँहरूलाई हामी अपडेट दिने नै छौँ कस्तो हुन्छ भनिकन है। सो हेर्दै गर्नुहोस् होला दादाको पेजलाई पनि। हुन्छ, थ्याङ्क यू बहिनीहरूलाई है। अब चाहिँ हामी गएको जाँदैछौँ, तपाईँहरूलाई अपडेट दिँदै गर्नेछु है। तपाईँले अब हामी आइपुग्यौँ हो। यहाँ चाहिँ क्यारल खेल्छ अरे होइन, सायद यही घरमा होला यसो याद गर्दा। खदा लगाइकन एकदमै हामी सबैभन्दा पहिलोचोटि नै हामी उहाँलाई धन्यवाद दिनेछौँ, किनकि हामीले फोन मार्फत उहाँलाई इन्फर्मेसन गरेर भन्दा पनि उहाँले एकदमै सजिलैसँग हाम्रो यो प्रपोजलाई एक्सेप्ट गरिदिनु भएको लागि एकदमै धन्यवाद भन्दै हामी विशेष गरिकन उहाँलाई हामी खदा अर्पण गर्नेछौँ। अनि यो खदा अर्पण भाइ रतन प्रेसिडेन्ट हुनुहुन्छ युथको, उहाँले लगाइकन हामी उहाँलाई ताली बजाइकन धन्यवाद दिनेछौँ है। अनि अघिबाटै नानालाई पनि म भन्न चाहन्छु है, हाम्रोमा त्यस्तो खास कार्यक्रम छैन, हामी इमिडिएट
प्लान बनाएर हिँडेको है, त्यसले गर्दाखेरि जति तपाईँले एक्सपेक्ट गर्नु भएको छ सायद हाम्रो रियालिटीमा त्यो कुराहरू नहोला, तरै भए तापनि हामी हाम्रो प्रस्तुतिहरू तपाईँहरू समक्ष हामी फस्किने नै छौँ। हुन्छ, यतिखेर भने झिल्लिमिल्ली चारैतिर बत्ती बलेको अँध्यारोलाई चिर्दै हेर ज्योति चम्कियो आशा छँदै खुसी बाँड्दै हामी हिँडेको यो क्रिसमस हो यो क्रिसमस हो यो क्रिसमस हो यो क्रिसमस हो विशेष हाम्रो यस समय हाम्रो यसै हाम्रो चर्चका प्रेसिडेन्ट हाम्रो विशाल सरलाई यस समय दिन चाहन्छु। मेरी क्रिसमस सबैजना है, परमेश्वरलाई भएको होस्। विदाउट प्लान अचानक क्रिस्टल भएको थियो। हामीले अचानक भए पनि नेपालीको क्रिसमस क्यारल गरौँ भनेर सरसल्लाह भए बापत यसरी हजुरको प्रोग्राममा उपस्थित हुन पाइराखेका छौँ। परमेश्वरलाई महिमा भएको छ। हामी सबैलाई विदित छ क्यारोल, क्रिसमस क्यारोल के हो, येशू किन जन्मनु भयो भन्ने कुरा। तर म छोटकरीमा एउटै कुरा भन्न मन पराउँछु। क्रिसमस हिजो मात्र हामीले धुमधामसँग क्रिसमस हिजो अस्तिको दिन होइन, क्रिसमस धुमधामसँग हामीले मनाइराखेका थियौँ, खुसी मनाइराखेका थियौँ, साह्रो इन्जोय गरिरहेका थियौँ, रमाइलो गरिरहेका थियौँ। अनि आज संसारमा धेरैजना महान व्यक्तित्वहरूको जन्म हुँदै गर्दाखेरि नि हामीले सेलिब्रेसन गरेको थाहा छ है। गान्धी जयन्ती, भानु जयन्ती, महान ठुल्ठुला व्यक्तिहरूको जन्म यसरी मनाइन्छ। सिर्फ कति दिन मनाइन्छ भन्नुहोस् त? एक दिन, सिर्फ एक दिन मनाइन्छ। तर आज येशू क्रिस्ट जिजसको बर्थडे चाहिँ किन यति लामो मनाइन्छ है? डिसेम्बर 1 तारिक हुन साथै आज कतिजना परिवारमा यसरी घरहरूमा लाइट लगाएर क्रिसमस ताराहरू झुन्डाएर अनि स्टारहरू झुन्डाएर क्रिसमसको सिजनहरू सुरु भइराखेको हुन्छ प्रत्येक घरहरूमा। अनि अरू व्यक्तित्वको जस्तै एक दिन मात्रै मनाउँदा हुनुपर्ने थियो नि त। तर किन यति साह्रो धुमधामसँग मनाइन्छ भन्दै गर्दाखेरि नि बाइबलले भन्छ मत्ती 1:23 कन्या चाहिँ एउटा गर्भधारण भएर एउटा पुत्र जन्माउनेछन्। यहाँ चाहिँ के लेखेको पाउँछौँ भनेदेखिलाई यो इम्पोसिबल कुरा, हुँदै नहुने कुरा, न त अहिलेसम्म संसारमा भएको थियो, न त पहिला नै भएको थियो, न त बादमा कुनै समय हुनेवाला छ। यस्तो प्रकारले एउटा व्यक्तित्व, एउटा पुत्र, परमेश्वरको पुत्रको जन्म हुँदैछ अनि उसको नाम चाहिँ इमानुएल राखिनेछ। हाम्रो
रोक्नको लागि हामी ब्यारेक लाउन चाहन्छौँ होइन त र हुन्छ हामी अन्तिम क्षणमा आइपुगेको छौँ अन्तिम कोसेली तपाईँहरूसँग पस्किनेछौँ समयले हामीलाई धेरै छोडिसकेको छ किनकि हामी मिलाउँदा पनि यस्तै हुन्छ यो कसै के गर्ने है यस्तै उयसमा हुन्छ बाध्यता पर्छ ढिलो भएको छ हामीलाई केही छैन हामी अन्तिम कोसेली तपाईँ हजुरहरूको समक्षमा हामी पस्कन जानेछौँ गर्दाखेरि चाहिँ है त्यसले गर्दाखेरि प्रोग्राम समस्यामा हामी प्रार्थी छौँ आउँदो समयमा सायदै अझै मिठो कार्यक्रमहरू लिएर तपाईँहरूको समक्षमा भेट्नेछौँ र हुन्छ तपाईँको मिठाई अनि जुन भेटीहरू छन् अन्तिम क्लोजिङ प्रेयरको यहाँ जो हुनुहुन्छ उहाँले गरिदिनुहुन्छ हुन्छ यो समयमा उहाँलाई दिन चाहन्छु धन्यवाद परमप्रभु परमेश्वर तपाईँलाई तपाईँको जन्मदिनको शुभ अवसरमा यसरी तपाईँहरूको परिवारसँग मिलेर तपाईँको जन्मदिनको क्यारोल सिङ्गिङ प्रोग्राम गर्नमा तपाईँले हामीलाई सहायता गर्नुभयो र विशेष गरिकन तपाईँको राज्यको निम्ति यहाँहरूले प्रभु तपाईँलाई अनर गरिकन जसरी ती ज्योतिषीहरूले तपाईँलाई सुन धुप र मुर्रा लिइकन तपाईँलाई दण्डवत गरेका थिए अनि परमप्रभु यसरी नै तपाईँको आफ्नो प्रिय छोराछोरी तपाईँको दास दासीले प्रभु हाम्रो बिचमा जुन चाहिँ यो भेटीलाई तपाईँ परमेश्वरमा दिनुभएको छ समर्पण गर्नुभएको छ यी सबै थोकलाई परमप्रभु तपाईँले छुनुहोस् अनि आशिष गर्नुहोस् सम्पूर्ण कुराको लागि तपाईँलाई धन्यवाद दिँदै यो भेटीमा विशेष गरिकन आशीर्वादलाई माग्छौँ अनि विशेष अब यो कार्यक्रमलाई यहाँ अन्त गरेर हामी फेरि पनि अन्य ठाउँहरूमा जानुपर्छ हाम्रो लामो छोटो यात्रामा प्रभु तपाईँको अनुग्रह सुरक्षालाई दिनुहोस् भनिकन प्रार्थना गर्दै आशीर्वादलाई माग्छु यसो तपाईँको नाउँमा आमेन। त्यही दाइ मलाई पनि त्यसरी चिसो हावाले छोयो मेरो मन परमेश्वरको प्रेम हृदयमा गाडिँदैछ झन 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 हो चिसो 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 हावाले छोयो मेरो मन परमेश्वरको प्रेम हृदयमा गाडिँदैछ झन झन झन